सबैलाई जिसु बढाए पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन मैले गालातीहरूलाई सन्त पौलले लेख्नु भएको धर्मपत्रबाट लिएको छु। अध्याय 5 अनि वचन 13 देखि 14 सम्म। अनि आजको वचनले यसो भन्दछ, भाइहरू हो, तिमीहरू त स्वतन्त्रतामा बोलाएका छौ, तर स्वतन्त्रता बाँच्नको अवकाश नहोस्। प्रेमपूर्वक एकअर्काको सेवा गर, किनभने सारा विधान एउटै शब्दमा परिपूर्ण हुन्छ, आफैलाई झै छिमेकीलाई तिमी प्रेम गर्नेछौ। प्रभुको वचन। आउनुहोस् मेरा ख्रिस्टमा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू अनि मेरा प्रिय साथीहरू हो, आजको यस वचनलाई हामी मनन चिन्तन गरौँ र यस महिना यीशुको पवित्र हृदयको महिना भएकोले आउनुहोस् हामी यीशुको पवित्र हृदयको प्रार्थना गरौँ। यीशुको पवित्र हृदय तपाईको राज्य होस्, यीशुको पवित्र हृदय तपाईको राज्य होस्, यीशुको पवित्र हृदय